हाम्रो चाहिँ यहाँ के अरे यहाँ चिया खाँदै यहाँ नगरकोट आएको नगरकोट आएको थियो नगरकोटमा केही घुम्न लायकको ठाउँ नभेटेपछि केटाहरूले सैलुङ जाने प्लान बनाइदियो हाम्रो चाहिँ अचानक होइन रिस्किस पढ्यो जाने हिँड्नु नि हो न हाम्रो फेरि हाम्रो फेरि प्लान फेरि यस्तो प्लान हुन्न हाम्रो त अचानक प्लानमा हेडेक हान्छ क्या हेडेड हुन्छ होइन केटाहरू चाहिँ अहिलेसम्म पचेको छैन त्यो प्लान बनाइरहेको छ विथ प्लान यिनीहरू अब गर्लफ्रेन्डले रिसाउँछ होला अब के छ गर्लफ्रेन्डलाई सोध्नु पर्छ सबलाई सोध्नु पर्छ हाम्रो त कोही छैन होइन हामी चाहिँ अब अगाडि तपाईँहरूलाई अगाडि देखाउँछौँ है प्लान भइरहेछ सुनौँ न एउटा साथी अहिले हो खोलेको हाम्रो एउटा साथी गर्लफ्रेन्ड त्यति कुना लुकेर कुरा गर्नु टाढा सबभन्दा टाढा भएको छ यसरी जालमा पार्छन् मछलीलाई लड़की का चक्कर बाबु भैया ऐनामा हेर्दै हो अच्छा बेटे टिकटॉकिए हो हाम्रो चाहिँ प्लान अचानक भएको छ कहाँ जाने अरे केटा चियाको गफमा कहाँ पुग्नलाई सैलुङ कालिम्पोङ घुम्न चाहिँ कहाँ आएको केटा घुम्न चाहिँ यहाँ चागो नारायण भन्ने ठाउँमा आयो यहाँ चाहिँ चिया चखाएर केटाहरूले नारायणतिर पुगाउने चागो नारायण चाख्दै नारायणतिर पुगिने भयो जिस राह पे तुम चल रहे हो बेटा एक दिन पूरी तरह फंसोगे हाम्रो चाहिँ प्लान हुन्न यो गेटबाट भित्र छिर्नु पर्ने बनेपा हुँदै धुलीगैल हुँदै अनि हामी काभ्रे हुँदै अनि टक्क लाएर छिरेर सैलुङको बाटोतिर हामीले ड्याक कहिले अगाडिको देखाउँछौँ नि भ्यू हो कि नै जहाँ गयो भने घुम्न चाहिँ छोड्नुहुन्न है घुम्न चाहिँ फेरि बुढेसकालमा शरीरले साथ नदेला यस्तो यस्तो ठाउँहरू हाम्रो भ्लग हेरेर हजुरहरू आउनुहोस् होइन हजुरलाई घरदेखि झ्याल 4 भित्ताबाट बाहिर निस्किनुहोस् नेपाल कति नै राम्रो छ भनेर 4-4 लाख रुपियाँ खर्च गरेर स्विजरल्यान्ड चाहिँ नजाउँ केटा हो आफ्नो देशको के अरे टुरिज्मलाई पनि अलिकता प्रमोट गर्ने काम चाहिँ गरौँ जो हामीहरूले गरिरहेछौँ तर हामीहरू 1 रुपियाँ कमाइरहेको छैनौँ अनि हाम्रो हाम्रो यहाँ सबको व्यवस्था हुन्छ नि फेरि हाम्रो यहाँ त यहाँ बाइक पनि बन्छ हाम्रो कर्नाटकमा हो ग्यारेज खोले मान्छे हो यहाँ हाम्रो यहाँ चलाने नहीं जानते हाम्रो यहाँ फेरि हामी विनोद राजा छन् राजा तिमीलाई कस्तो फिलिङ भइरहेको छ भन्नु त बबाल र गाडी हो चियाको गफमा यहाँ केटाहरूले कहाँ पुगाइदिसक्यो समझ रहे हो आप समझ रहे हो जनता आदमी के साथ साथ गाड़ियों का भी मरम्मत होता है सबका मरम्मत होता है इधर हामी यहाँ कहाँ पुग्यौँ दोस्त हामी यो ठाउँको नाम तल्लो सिङ्गे एक्कै हामी त तल्लो सिङ्गे पुगिस माथिल्लो सिङ्गे तल्लो सिङ्गे हामीलाई चाहिँ बाटो साटो थाहा छैन हामी हिँड्नलाई कसको भरमा कसैको भरमा नि यहाँ त कहाँ कुन्दा 10 किलोमिटर कुन्दा बेसीदेखि आउँछ कति भित्र मधेको बाटो फर्स्ट टाइम आउनु लाग्यो एउटा भाइको विश्वासमा तिनीहरूको नि चलाइ फेरि कहाँ चाहिँ कहाँ केटाहरूको फेरि
हातमा क्रस फायर भएर पनि अहिलेसम्म पुगेको छैन। पुगेको छैन हाम्रोमा फेरि घोडो बाइक हामी यो हाम्रो बाइक घोडो बाइक घोडो लाल घोडा मान्छे पनि राइडर बसेको छ अनि बाइकको नाम पनि राइडर होइन यहाँ त फेरि बाइक पनि राइडर हाम्रो सब हुन्छ फेरि यहाँ फेरि बाटो हेर्नु यस्तो सुताइदिन्छ फेरि हामीले के सकिन्थ्यो फेरि यो टर्निङ हेर्नु यहाँ बाइक सुताउनु छ यस्तो मजा आउँछ फेरि सुत्ने बाइक भएको भए फेरि हामीले यहाँ फेरि सुती जान्थ्यौँ हामीसँग हाम्रो सबको व्यवस्था भइसकेको छ अब हामीलाई चाहिँ मतलब भालै छैन अब हामी सुत्ने पनि टेबल छैन खाने पनि भालै हुन्न सब भइसक्यो व्यवस्था फेरि हाम्रो त रोडमा हिँड्छ हाम्रो फेरि बाइकले पनि कहाँसम्म साथ दिन्छ पेट्रोल थाहा छैन केही छैन हामी हिँड्दिने हो फेरि होइन भालै छैन 300 होला दोस्त बोतलको हिसाब लगायो भने ठिकै होला जस्तो छ दोस्त कहाँ पुग्ने अब हामी माथि त हालिकन त्यो टायर माथि त पुगाउनु थियो क्या हस्पिटल एरिया अरे यस्तो छ हाम्रो फेरि गाउँ पनि चिट्टो पऱ्यो पहाड एरियातिर आए जस्तो लाग्यो के जिन्दाबाद हाम्रो यहाँ फेरि कस्तो पछि भाइले छुट्टै के दोस्त होइन यताको त मस्त सिन फेरि यस्तो यो क्यामेरामा देखिरहेको छैन होला फेरि हामीले आँखाले फेरि खतरा देखिरहेको छौँ नि त देखाउने सकिँदैन त्यो चाहिँ अहिले हाम्रो पोसिबल छैन टाइम म्यानेज छैन अहिले पाहाडतिर ट्याक्क नेचुरल कलर हो हाम्रो दोस्त त्यो बाटो जाने हो क्या हो नि तर हाम्रो यो के सोचिरहेको छु म अहिले त माथिबाट आउनुला ट्रक छ नि यो बाटो हेर्न यो ठ्याक्कै उताबाट रोकी अझ अगाडिबाट एउटा गाडी आइदियो भने दोस्त कति किलोमिटर ब्याक जानुपर्छ थाहा छैन यस्तो बाटोमा चाहिँ गाडी चलाउनेवालालाई चाहिँ मान्नै पर्छ है फेरि यो कुन्दा बेसीको बाटोमा चाहिँ अलि ठुलो गाडीहरू ल्याउँदाखेरि अलि होसियार हुनुला हजुर मिनी कारहरू बाइक ल्याउनु हजुर यो भ्यू हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ चिक्ना रमाइलो छ हाम्रो फेरि अगाडिको फेरि हेर्नु न भ्यू पनि घर बनाइरहेको छ हामी फेरि त्यो माथिबाट आएको भने त तल झरिरहेको छ अब कुन ठाउँमा उकालो चढ्नुपर्छ थाहा छैन होइन अहिले चाहिँ यहाँ पेट्रोल खाँदैन फेरि दोस्त गाइज हामी चाहिँ यहाँ कहाँ पुगेका छौँ हामीलाई पनि थाहा छैन केटा यो ठाउँको नाम के अरे दलाल घाट हो दलाल हो कि दलाल घाट दलालको सहरमा आएका छौँ हाम्रो चाहिँ यहाँ फेरि हालत फेरि यस्तो फिका छ दलालको सहरमा हाम्रो बाटो चाहिँ यस्तो दामी चिक्ना यो बिपी यो राम्रो रहेछ बाटो चाहिँ बिपी राजमार्ग अरे हामीलाई चाहिँ थाहा छैन यहाँदेखि कति टाइम लाग्छ अझै आधी 1 घन्टा नजाट यति छिटो बाइकको त तेलै दिएन हेर त यो कति किलोमिटर आयो होला सैलुन आधा 1 घन्टा अनि आज कहाँ बस्ने हो सैलुन कि कालिम्पोङ मुडे भन्ने ठाउँ बस्ने त्यहाँबाट सैलुङ जान अब छोडेर यहाँ पनि मुडे छ मुडा गराइदिनु त्यसैले पैसा कमाउनुस् क्या पैसा अनि भन्दा भेट भयो आज हामी सिन्डिकेटको माझ हामी
उभिछु तिम्रो बगलमा बिजी तिमी मोबाइलमा हेरेछु खिलेको यो भन नाम तिम्रो थाहा छैन तर मलाई परवा छैन बोली केही रहेछौ है आँखाले केही बनिरहेछौ बोलु त के भनेर भन्नु खोजे कामसाम केही छैन जामन लागेको हिँड्यो भन्न खोजिरहेको हम तो छोटे लोग हैं हम तो सिर्फ वीडियो ही बना सकते हैं बुझ्छ नि हाम्रो गाउँको केटाहरूले अहिले चाहिँ मौसम पनि अँध्यारो अँध्यारो यस्तो नाइट झमक्क रात हुन थालिसक्यो अलिअलि केही 10-15 मिनटमा त फुल्लै अँध्यारो हुन्छ बाइकहरू हुन्छ मैले अहिले चस्मा लगाएर अँध्यारो देखिरहेको छु बुझ्छ फेरि राजा त फुल्ली नाइट भिजनमा हिँडिरहेको दिएर गयो हाम्रो आफ्नै केटाहरू अघि बिहान गएको थिएँ अहिले यसो फर्किसकेँ बोलेन तिनीहरू आफ्नै महादेवको भक्त पनि खाएको यस्तो दामी दामी गाह्रो बाटो पनि ठुलो मत हावा सँगै आउँछु हुरीमा नै हराउँछु नआऊ फर्केर जाऊ नलाऊ प्रीति नलाऊ मत हावा गाइज हामी चाहिँ यहाँ अहिले सिलडुङ्गा पुगिसकेका छौँ एकदम सिलडुङ्गा हामी एक दिन यहाँ बसेर पनि यो भोलिपल्ट बिहान हो हिजो साँझ चाहिँ राति पुग्यो मोबाइल अफ थियो र हामीले भिडियो गराएनौँ हो नि दोस्त भिडियो इन्जोय गराउन पाइएन फोन चार्जमा लगायो अहिले चाहिँ केटाहरू तलतिर आइरहेछन् केटा निस्केको दुईजना अरू पछाडि छन् मौसमले चाहिँ अलिकति यो साथ दिएन हामीलाई भने जस्तो आइसक्यो ल झुठो नि म होइन सोझो नि म छैन चाल मेरो बतासे हाल सम्हाल्ने छैन यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढे अघि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनै कति समय लाग्ला गर्दैछु त गरेर छोड्छु म भनेपछि यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढे अघि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनै कति समय लाग्ला गर्दैछु त गरेर छोड्छु म भनेपछि दुःखलाई बुझेर सुखको खोजीमा लागेको मान्छे हुँ पहिल्यैदेखि जति नै माथि नै पुगे नि झरिन्छ घमण्ड गरिन्न कहिले पनि छैन केही थाक मनमा पाप नि छैन यो मुटुमा अहिले पनि सपना पछाउँदै हिँड्न नि कति गाह्रो हुन्छ बुझ्या छु मैले पनि त्यसैले हौसला जारी छ सपना आँखा अगाडि छ आमाको चाहना बाँकी छ बाबाको वासो पखालिन्छ खानलाई थोरै नै भयो नि मिलेर सबैलाई बाँडिन्छ मरेरै जाने हो एक दिन त त्यसैले आजलाई बाँचिन्छ तल र माथि नि कति भो चित्त नि दुख्या छ कतिको छैन केही पनि सजिलो उज्यालो आउँदैछ बत्तीको टाढा हुँदै गए नजिकको थाहा छैन आफूलाई मचेको खास सास र हुँदैछ आश जहिले 3-5 हेर्दा समय घडीको यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढे अघि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनै कति समय लाग्ला गर्दैछु त गरेर छोड्छु म भनेपछि यात्रा छैन सकेको हिँड्नलाई धेरै छ बाँकी गाँचा पनि सल्केको एकछिनलाई नबोल साथी नसोच भोलिको लागि नहोलो हामी नै बाँकी बाल्छ नै केहीको जिन्दगी भनेको यही हो सोचेर टाइम वेस्ट केको लागि यात्रा छैन सकेको हिँड्नलाई धेरै छ बाँकी गाँचा पनि सल्केको एकछिनलाई नबोल साथी नसोच भोलिको लागि नहोलो हामी नै बाँकी बाल्छ नै केहीको जिन्दगी भनेको यही हो सोचे जिन्दगी धेरै नै हाँस उठ्दो सपना सबै त्यो सास्नु थियो अर्थ के नै छ र बाँच्नुको मेन पोइन्ट भने हाँस्नु हो जिन्दगी धेरै नै हाँस उठ्दो सपना सबै त्यो सास्नु थियो अर्थ के नै छ र बाँच्नुको मेन पोइन्ट भने हाँस्नु हो
या जिन्दगीको बाटो मिलाउँदा मिलाउँदै दिशाहरू आफै बदलिँदैछन् सपनाहरू नि धेरै थिए बोकेको बिस्तारै बिस्तारै सकिँदैछन् पैसा मात्र ठुलो कुरा होइन फेरि पैसा जस्तो शक्ति केमै छैन त्यो पैसाकै पछि लागेर होला सबै पैसाकै लागि यहाँ मकिँदैछन् कुरा राम्ररी बुझे हुन्थ्यो राम्रो कुरा यहाँ कसले सुन्थ्यो आनन्दले अघि जाने हो भने त्यो घडीको सुई हाम्रो पछि कुद्थ्यो राम्रो कुरा मात्र गाइज हामी चाहिँ यहाँ सैलुङ सयथुङ्गा भएको ठाउँमा सयथुन भएको ठाउँमा पुगिसकेका छौँ केटाहरू अगाडि छन् आदि ये सब अगाडि छन् क्या म मात्रै पछाडि रहेछु तो देख सकते हो क्या मस्त मस्त दिख रहा है 100वटा थुंगा टॉक के लड़के लोग भी उधर है इधर देखो बाय एकछिन आँखा नि चिम्लिदे यो धरतीको हामी त साधारण मान्छे हो साँच्चीकै एलियन छ भने के गहिरो कुराहरू कति छन् सोच्न थाल्यो भने अति छन् हामी मात्र होइन युनिभर्समा प्लानेटहरू अरू कति छन् अरबौं यस्ता धरती छन् चम्किलो त्यो बत्ती छन् जति हिँडे गरे पनि फेरि त्यही ठाउँमै गएर अड्किन्छौँ कति कुरा तिमीले देखेकै छैनौ कति आवाज तिमीले सुनेकै छैनौ एउटै प्रश्नको छ उत्तर नै सयौं उत्तर भेटेपछि प्रश्न झन् गयौं सब कुरा बुझेर आएको नि होइनौ बुझ्नलाई लाग्छ यहाँ समय नि महिनौ यतिकै भनेर बुझ्दैनौ किनकि तिमी त त्यहाँसम्म पुगेकै छैनौ बुझिरहेछ मैले भनेको यो पृथ्वी कसरी बनेको कसले छुट्याइदिने अर्थ किन छुट्टा वर्ग यहाँ धनी र गरिबको कसले देखेको छ स्वर्गको जान्छ यहाँ नर्क छैन आत्मा मरेको यो जिन्दगी भनेको के हो दिमागमा प्रश्न छ हरेको आफ्नो बहाना अनेकौं पाइँदैन केही पनि चाहना गरेको चलिरहन्छ सुई घडीको खाली गिदीको बढीको बुझ्न सक्छौ तिमीले गहिरो कुरा यदि गहिरोमा डुबेर सोचे पो ध्यान दिएर खै त सोचेको सोचिरहेछौ फेरि सोच के हो सोच भित्र डुबी सोच भित्र पुगी आफ्नै खोज खै त गरेको त्यही सोचहरू फेरि बोझ हुँदै लाग्ला सोचहरू मै डढेलो फेरि दोषहरू जति आफूलाई जति होस गरे पनि लडेको ढोका सब बन्द छ जिको यहाँ गन्ध छ तातियो कञ्चट सपना पञ्चट गाह्रो झन्झट मरिन्छ अन्तत यो गर्दैमा यहाँ ऱ्याप गीत बन्छ त कहिले नि मन खुम्चा नबस समात नखस हातेर हुँदैन नडरौ नतर्स नगरौ निरन्तर छ नि सङ्घर्ष जिन्दगी धेरै नै हाँस उठ्दो सपना सबै त्यो साँच्नु थियो अर्थ के नै छ र बाँच्नुको मेन पोइन्ट भने हाँस्नु हो जिन्दगी धेरै नै हाँस उठ्दो सपना सबै त्यो साँच्नु थियो अर्थ के नै छ र बाँच्नुको मेन पोइन्ट भने हाँस्नु हो Yeah. दृष्टिकोण सिधा गरी हिँड्दा कति गाह्रो हुँदो रहेछ आफैलाई नचिन्दा ऐनामा हेर्दै भन्ने गर्छु रियलमा म कुन हो घामको किरण मधुरो उत्तर सबै अधुरो हेर्दा सिम्पल देखे पनि अति गहिरो ठकुरो यस्तै कुरा बुझ्नलाई हो कि शिवले खाका धतुरो अँध्यारो रात पछि आउँछ अवश्य उज्यालो दिन आफ्नो कर्तव्यलाई काँधमा राखेर उचाली हिँड सुख र शोक भन्दा पनि दुःख र भोकलाई चिन नकारात्मक सोचहरूलाई यो दिमागमा आउन रोकलाई दिउँ शब्दहरू एक आपसमा ठोकिँदैछन् समय बित्दैछ अतीतहरू रोकिँदैछन् केही ठिक छैन त्यही पनि सबै कुरा ओके छ भन् मायाको भोकी हो कि त्यसैले भोकै छन् मन मानिसहरू अचम्मको सोच पनि अचम्मकै उत्तरहरू टन्नै अड्किरहेको सबै प्रश्नमै थुप्रै सोच थुप्रेर बसेका छन् मगजमै संसार कहाँ पुगिसक्यो हामी निकै परेछौँ है परिवर्तनको खाँचो हिँड हात समातेर मसँग नै सफलतालाई चिन्न सिक बारम्बार तिमी असफल भई धैर्यताले सिकाइरहेको छ फेरि हामीलाई पर्खन है खै के थाहा पुगिन्छ सुरु भएको हेर भर्खर नै आज कहाँ भोलि कहाँ हिजो कहाँ थियौँ हामी वर्तमानमा रुमलिँदै हाम्रो समय खेर जानी नदी सुकेर पानी ठुला पहाड फुटेर खानी साथीभाइ इष्ट मित्र ना